हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। नमस्ते, गुड मर्निङ। र हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदम आरामै सन्चै छु। र आज चाहिँ म के भन्न आएको छु भने मेरो लागि चाहिँ आजको दिन चाहिँ स्पेसल दिन भयो, गराउनु भयो। र यो स्पेसल गराउनु भएको चाहिँ कसले भन्दा चाहिँ म चाहिँ हजुरहरूलाई भिडियो क्लिप हाल्नेछु र त्यसमै थाहा पाउनुहुन्छ है त। स्पेसल दिन जाँदैछु। हेलो सरप्राइज। अबे के हो? दिस इज फर यु। थ्याङ्क यू। कोबाट हो यस्तो? गेस। कान्छाले हो र? त्यत्रो त म दिन सक्दिनँ। कान्छाले? यस। हेलो साथीहरू, आज साउनको लागि चाहिँ मेरो बुढाले चाहिँ मेरो हस्बेन्डले चाहिँ मलाई गिफ्ट पठाउनु भएको रहेछ। मैले सोचेको पनि थिइनँ कि मेरो लागि यसरी गिफ्ट पनि आउँछ भनेर है। यो स्पेसल एकदम मेरो लागि साउन्ड चाहिँ एकदम स्पेसल भयो कि मेरो लागि। मैले चाहिँ सोचेको थिएँ म यो साउन्डमा म केही पनि किन्दिनँ, म केही पनि लगाउँदिनँ भनेर है। मलाई त्यस्तो मन खुसी जस्तो नि भएको थिएन, तर थाहै नभइकन मलाई चाहिँ एकदम स्पेसल गरेर दिनुभयो कि यो गिफ्ट। मैले सोचेकै थिएन मेरो बुढाले पनि मलाई यसरी गिफ्ट दिनुहुन्छ भनेर, तर नसोचेको कुरा गर्नुभयो। थ्याङ्क यू सो मच। अरू त म केही पनि भन्न सकिनँ है। मलाई चाहिँ यो नै सबैभन्दा ठुलो के मेरो लागि, यो गिफ्ट नै सबैभन्दा ठुलो के जीवनमा गिफ्ट भनेको। हजुरले चाहिँ मलाई एकदम साउन्ड स्पेसल गराउनु भयो, त्यसको लागि धेरै 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 धन्यवाद हजुरलाई। इमोसनल भयो कि म। तर पनि तपाईँले यो गिफ्ट दिँदा मलाई हाँसम रुम के गरौँ भएको छ कि यति खुसी लाग्यो। थ्याङ्क यू सो मच। साउन्ड स्पेसल मेरो लाइफमा सबैभन्दा कि यो लाइफमा नै स्पेसल भनेको यही लाग्यो कि मलाई चाहिँ है। यो गिफ्ट दिनुभयो हजुरले, खुसी लाग्यो। सानो होस् ठुलो होस्, गिफ्ट भनेको गिफ्ट हुन्छ। मेरो लागि सानो एउटा काँटा दिए पनि मेरो लागि गिफ्ट थियो कि हजुरले दिएको। मलाई हजुरले दिनुभएको हरेक कुराहरू मेरो लागि एकदम ठुलो लाग्छ क्या मलाई चाहिँ। कन्ट्रोल सुस्मिता कन्ट्रोल। हेलो साथीहरू, आज हामी साउने सङ्क्रान्तिको दिनमा 1 गते पोखरा आएको छौँ। र हामी चाहिँ 3जना आछौँ। बिनाप्सा कता जाने रे हामी? आज हामी हामी चाहिँ आज भटभटिनी जाँदैछौँ। भान्जीले लिएर त्यहाँ खेल्ने कुराहरू खेल्छु भने गएर हामीले एक कुराहरू देखाउँछौँ। र आज हामी सङ्क्रान्तिमा है पोखरा आएको। हरियो चुरा मेहन्दी लगाएर र गाडीमा पनि बसमा चढ्दाखेरि पनि हरियो बसमा चढ्यौँ क्या हामी। सङ्क्रान्ति चाहिँ मनायौँ। गाइस हामी चाहिँ हाम्रो सामानहरू यहाँ राखेर जान्छौँ। बेबी ब्यागहरू बिनासको लागि। बिनासको कुन लिने ब्याग? साथीहरू हामी यहाँ भटभटिनीमा छिरेर सामानहरू हेर्दैछौँ। हाम्रो लागि पनि केही मन परेको पाएछ भने कुरो। अहिले चाहिँ बिनासोलाई क्युट ब्यागहरू हेर्दैछौँ हामी। टोपी टुरिस्ट पनि होइन, राम्रो देखिया बोमा राम्रो देखिया। आफ्नो लागि सामान लिँदा नसा चल्दो भन्नु न, भ्लगमा बोल्नुपर्छ नि त। हामी के लिन आएको यहाँ? चाहिने सामानहरू है, बेबीको ड्रेसहरू रहेछ। 27 राम्रो कपडाहरू छ। म चाहिँ भाटभटिनी चाहिँ फर्स्ट टाइम आएको हो। यस्तो राम्रो जामाहरू किन छ? खोइ तिम्रो त भोलि त भोरेन त।
यस्तो राम्रो राम्रो आइटमहरू छ, यस्तो राम्रो छ, तर हामीले लिएर के गर्नु, हामीलाई आवश्यकता छैन। हेर्दा 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 आँखै थाकेको छैन क्या। बिना चाहिँ अब बेल किन लाग्छ। यो पनि छ बाइकबाट एकदमै राम्रो क्वालिटीको यो लेदर छ कलरकै प्रकारमा हो त्यो बाइक 50 हो कलर यो पनि छ ट्याग छ कति 1350 ट्याग 1350 साइड किन्दा मात्रै छ ल। के खाने हामी बिना छ के खाने हामी चाहिँ अब खान्छ साथीहरू हामी चाहिँ अब खान्छौँ पुग्दैछौँ है हामीले अर्डर गरेँ खानाको लागि त्यो अर्डर कति आउने हामी पुग्दैछौँ। टेबलको नम्बर दिएर यता रेडी पोजिसनमा बिना जस्तो चढेन साथीहरू अब हामी चाहिँ भेट्नेबाट फर्किँदैछौँ दिदीहरू छ हामी चाहिँ लिफ्टमा साथीहरू हामी चाहिँ घरबाट निस्क्यौँ घरबाट चाहिँ अलिअलि सामानहरू चाहिएको सामानहरू लियौँ भाइलाई सपिङ गरिदिउँ अब हामी चाहिँ पसन्दको लागि अलिअलि सामानहरू लिन जान्छौँ त्यसको लागि अलिअलि सामान चाहिएको छ त्यो सामान लिएर चाहिँ हामी फेरि घर फर्किन्छौँ पोखराबाट साथीहरू हामी विशाल बजारबाट चाहिँ अलिअलि फर्क्यौँ अब अलिअलि सामानहरू पनि लिएछौँ। हेलो साथीहरू हामी चाहिँ फाइनल्ली बेगनास्थान आइपुग्यौँ। त्यहाँदेखि बेगनास्थानको भ्यू यस्तो रहेछ है। म चाहिँ दिदी र नानी म चाहिँ एकदम आज पहिलोचोटि आएको छु बेगनास्थान। म जन्मेर आजसम्म आएको थिइनँ पोखरा मैले एक साइडमा भने सयचोटि गयो होला एक साइड चाहिँ तर बेगनास्थान चाहिँ आजै आएको। यस्तो रमाइलो ठाउँ रहेछ ताल खोला यस्तो ठुलो एरिया। हामी चाहिँ दिदी र म मान्छे हेरेर हामी तिनजना आएको छौँ गाइज। हामी चाहिँ डुङ्गा चढ्ने भनेको थियौँ कि साथीहरू तर पानी परेको अवस्थामा हामी ढुङ्गा चढ्न सकेनौँ। सबैभन्दा धेरै चढ्न मन लागेको बिनाप्सालाई तर चढ्न पाएनौँ पानी परिरहेछ सिमसिम। अनि हो लास्ट उता बेगनाथ ताल लेखेको चाहिँ लास्ट टुडो रे खोलाको। हामी उहाँ यसरी पुगेर आउँदाखेरि त हामी त के हुन्छ भन्दा रुच्छ गाइज ढुङ्गा लाइन लाइन लाएर बसेर रहेछ। बिनाप्सा आउनुहोस् भने डुङ्गाले तर हामी जान सकेको छैनौँ। बिनाप्सा घर जानै मान्ने होइन यहीँ बस्ने रे अब बिनाप्सा यहीँ बेगनास्थानमा अब दोकान थापेर बस्छ अरे है। घर जानै मान्दैन अब हामी पनि यहीँ बस्ने अवस्थामा छौँ। घर जाऊँ भनेको मान्दैन डुङ्गा खेल्ने कि अब डुङ्गा चलाउने मान्छे त घर गइसक्यो डुङ्गाहरू खन्दाइसक्यो। बिनाप्सा चाहिँ अब यतिकै चित्त बुझाएर घर जान लागेको छ। घर जानै नमानेर यहीँ बस्ने अब चाहिँ हामी घर जान्छौँ। साथीहरू यो वर्षको साउने सङ्क्रान्ति चाहिँ हामी पोखरा भ्याली घुमेर भ्यायौँ। पोखरा घुमेर सङ्क्रान्ति मनाइयो। अब हामी चाहिँ अब घर जान्छौँ। ह्याप्पी साउने सङ्क्रान्ति गाइजहरू। टाउको दुखेको निधा दुखेको छाती दुखेको पेट दुखेको हात खुट्टा दुखेको अनकाल लैजाऊ साकाल लैजाऊ हे पूर्वेली राजा। यो चुरा मेरो हातैभरि। साथीहरू अब चाहिँ अहिले बेलुकाको समयमा चाहिँ सबै काम भ्याएर लास्टमा हामी सुत्ने बेलामा चाहिँ मेहन्दी लगाउँदैछौँ। र मेहन्दी चाहिँ यति भइसकेको छ मेरो चाहिँ बनाउँदैछु आफ्नै दिमागले दिमाग लगाएर बनाउँदैछु। कस्तो बन्छ फाइनल लुक्स हजुरहरूलाई देखाउनेछु। साथीहरू मैले चाहिँ अब मेहन्दी लगाएर भ्याएँ। अब हजुरहरूलाई म मेरो फाइनल लुक्स देखाउँछु मेहन्दीको। यति हो। मैले योभन्दा राम्रो चाहिँ जान्दिनँ। यो चाहिँ पहिला मम्मीहरूले लगाइदिनु हुन्थ्यो कि यो डिजाइनमा सबै यस्तै हाँगै मात्रै बनाइदिनु हुन्थ्यो है। साथीहरू यो मैले बनाएको चाहिँ यति हो। अरू मैले केही बनाएको छैन। म यति सिम्पल तरिकाले बनाउँछु। र अब मेरो साउने सङ्क्रान्तिको सबै कुराहरू गरेर भ्याइयो है। साउने सङ्क्रान्ति पनि भ्याइयो र अन्तिममा आइसकेको छु। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई।